विशेष दिन हैन हाम्रो रोहनजीलाई चाहिँ हाम्रो विपना म्याडमले चाहिँ पठाउनु भएको यस प्लिज विपना म्यामले चाहिँ काठमाडौँबाट पठाउनु भएको उहाँ अब विशेष कारणले आउन सक्नु भएन आजको दिनमा अब उहाँ नआए पनि हामी मार्फत हामीलाई एउटा अभिभावक दाइ भाइ सम्झेर उहाँले ल मेरो तर्फबाट यसो सानो गिफ्ट अनि दाजुभाइलाई कन्यादान दिन पनि गिफ्ट दिन्छ होइन हुन त तै पनि अहिले तिमीले दिनेश अधिकारीले भने पनि विपना सिस्टरले भनेको सम्झिने ओके ओके ल हैन सँगै हो नि त ब्रेक सँगसँगै हामी तपाईँ लिन जानु भयो कि स्वीकार गर्नुहोस् थ्याङ्क यू दिनु न मलाई सम्झिनु थ्याङ्क यू भेरी मच विपना सिस्टरले भनिरहेको छ दिनेश अधिकारी होइन एकदम धेरै धन्यवाद यसको लागि हैन मेरो चाहिँ अब लाइफमा फर्स्ट टाइम नै हो यसरी मैले अब यो प्रणय दिवस भन्छ है नेपालीमा ह्याप्पी भ्यालेन्टाइन्स डे मैले मनाएको पनि थिएन अनि त्यसपछि खासै म त्यति इम्पोर्टेन्ट दिँदैन थिएँ किनकि साथीभाइको माध्यमबाट भएको हुनाले साथीभाइलाई पनि धन्यवाद दिनु अहिले चाहिँ उहाँले चाहिँ काठमाडौँदेखि जुन गर्नु भएको छ यसको लागि धेरै धेरै थ्याङ्क यू भेरी मच भन्न चाहन्छु सो मच भन्छु मिस होइन उसलाई धेरै धेरै धन्यवाद मलाई एकदम स्पेसल फिल गराउनु भयो आज होइन एकदम म एकदम ह्याप्पी छु यो रोज र यो डेरी मिल्कको लागि धेरै धेरै धन्यवाद अनि धेरै धेरै माया अनि मेरो भाइलाई एकदम यस्तो धेरै माया गर्ने मान्छेलाई धेरै धेरै धन्यवाद होइन सधैँभरि यस्तै केयर गरेको देख्न पाइयोस् त्यसको लागि त फेरि दिनेश दाइ जस्तो देख्यो त प्रपोज पनि गर्नु पर्यो नि त आई लभ यु भन्दिनु नि एकचोटि आई लभ यु टु विपना मिस भन्नु के कुरो बुझ्नु नि मैले आई लभ यु के रोहन सर केकमा के लेखेको थियो अरे रोहन बेब एकछिन ल ह्याप्पी भ्यालेन्टाइन डे रोहन बेब पोइन बेब सकी बेब हो फेरि सुरुबाट मेरो बेबी भन्नु खोजे के तिमीले बेब मात्रै छैन सानो मुख मिठा लभ यु टु अनि उता हो फेरि यो चाहिँ है के भन्ने अब एकदमै म एकदम सरप्राइज भयो यो पालि पनि अस्ति पनि एकदमै म सरप्राइज भएको थिएँ त्यतिखेर चाहिँ अलिकति हतार भएन होइन अहिले चाहिँ धेरै धेरै थ्याङ्क यू यो म कहिले नि बिर्सिन्छ नि एकदमै यो चाहिँ यादगार मोमेन्ट भयो मेरो लागि एकदम ब्युटिफुल पल भयो थ्याङ्क यू भेरी मच मैले एक्सपेक्ट गरेको थिएन अघिदेखि मलाई केही पनि दिएन भन्नुभयो थियो यसको लागि रहेछ तर यति धेरै गर्नु पर्दैन थियो अनि कसले गर्नुभयो कहाँ एउटा आइपुगेको धेरै धेरै धन्यवाद लभ यु टु थ्याङ्क यू सो मच फर दिस मेकिङ मी फिल स्पेसल एकदम राम्रो लाग्यो धन्यवाद अरू के भन्नु सर भिडियो बन्दैछ रोहन भाइले अलिकति सोच्दै थियो कि यस्तो गर्छ कि न कतै भनेर अब विक्रम दाइ हराउनु भएको थियो अब त्यसको कारण रहेछ अघि म सँगै बाहिर बस्छु भन्दा नि हुँदैन भनेको कारण यो पो रहेछ त अहिले बल्ल आएर रिजन बुझ्दैछु मान्छेहरू ठिकै छ थ्याङ्क यू सो मच मेरो लागि एकदमै इम्पोर्टेन्ट भयो किनकि लाइफमा फर्स्ट टाइम मोबाइल चाहिँ माथि उठाउनु लाइफमा फर्स्ट टाइम अनि यस्तो कुरा मैले चाहिँ उ गर्दैछु अनुभव गर्दैछु अहिलेसम्म चाहिँ मेरो लागि भ्यालेन्टाइन डे खासै मनाउने पनि गर्दिनँ तर हजुरले चाहिँ मलाई एकदमै स्पेसल फिल गराइदिनु भयो अनि म यो सधैँभरि याद गर्नेछु अरू त भन्दै गरौँला कहिले सकिँदैन भनेर ल थ्याङ्क यू सो मच लभ यु मोर बिरामी हुन्छ यो सबै खानु आफै भन्यो भने त नमस्कार सबैजनालाई नमस्कार यो चकलेट के हो एक्लैले खाने हो कि हामी यो सबै यो धुपोरीहरूले सबले खाने हो बाँडेर रोज मात्रै तिम्रो लागि हो कि भाइ चकलेट हाम्रो लागि हो कि हामी खोलौँ के म यो ओपन गर्दैछु ल म ओपन गर्दैछु है मलाई अब एकदम उस फिल भयो क्या मैले त केही पनि गरिनँ गर्न पनि पाइनँ अब यस्तो सिचुएसनमा धेरै गर्नु होइन योभन्दा बढी छ कि त्यही भएर अलिकति धैर्यताली बढाउनु पर्छ योभन्दा धेरै हुनसक्छ कि जिन्दगीमा टाइम धेरै छ कि धैर्यता गर्नु पर्यो के त अब नहुँदा लाउरेसँग जे भयो नि अब लाउरेसँग लभ गरेपछि यस्तै हो भने जस्तो हुन्न कहिले म हो त्यही हो ह्याप्पी भ्यालेन्टाइन डे भन्नु सबैजनाले ह्याप्पी भ्यालेन्टाइन डे खुवाइदिनु पर्ने हो कि कोरियाको 1.5 लाख हो कि ल ह्याप्पी खोइ त खोइ
थ्याङ्क यू भेरी मच अन्त यस्तो हुँदाखेरि त मैले किन चाँडो बिहे गरेछु जस्तो लाग्न थाल्दा है टुरिस्टमा भेटेपछि बिहा के अब 400 कोटी भ्यालेन्टाइन डे थ्याङ्क यू भेरी मच फेरि पनि ह्याप्पी भ्यालेन्टाइन डे अनि यो स्पेसल सरप्राइजको लागि धेरै धेरै धन्यवाद होइन आइएम सो ह्याप्पी अब के भन्ने अब मेरो शब्दै छैन जब शब्द आउँछ त्यतिखेर भनौँला अरू कुरा है